मैले एउटा इन्टरभ्यूमा भनेको थिएँ अबको 10 वर्षपछि काठमाडौँ भ्यालीमा जग्गा पाइँदैन, तर अहिले माहौल हेर्दा 10 वर्ष होइन 5 वर्षभित्रमै पनि जग्गा नपाइएला जस्तो छ। किनभने अहिले म 5 रोपनी 10 रोपनी 15 रोपनी 20 रोपनीको जग्गाहरू रिङ रोडभित्र कुनै पनि ठुलो प्रोजेक्ट गर्नलाई, जस्तो कि अब 5 स्टार होटल खोल्ने, कलेज खोल्ने या केही फन पार्क या केही तपाईँको चाहिँ नि ठुलो जग्गा चाहिने केही पनि प्रोजेक्ट गर्न खोज्यो, जग्गा नै बिक्रीमा छैन। अब जग्गा बिक्रीमा नभए कि भएको जग्गा मैले नभेटेको हो त्यो राम जानुन्। यदि तपाईँको छ र म भाटा आइपुगेको छैन भने प्लिज कन्ट्याक्ट गर्नुहोस् र काम अगाडि बढाउँ। अब यसो सरसर्ती हेर्दाखेरिमा चाहिँ काठमाडौँ भ्यालीमा पनि हाई राइज बिल्डिङहरूको चाहिँ एकदम धेरै डिमान्ड बढ्ला जस्तो मलाई लागिरहेको छ। किनभने तपाईँको जग्गा नै छैन। अब अहिले जसरी हाम्रो यहाँ तपाईँको दरबारमार्गमा चाहिँ जुन सेराटन बन्दैछ अहिले 22 तलाको, अथवा अन्नपूर्ण पनि 22-24 तलाको बन्दैछ। किनभने अब लो राइजमा तपाईँको सप्लाई नै दिन नसकिने भयो। अब तपाईँको रिङ रोडभित्र घर किनौँ जग्गा किनौँ भन्ने त प्राइस यति महँगो छ, सम्भावनै छैन, अपार्टमेन्ट चाहिने नै भयो। सो यदि तपाईँको ठुलो जग्गा छ 15 रोपनी 20 रोपनी रिङ रोड बाहिर छ, रिङ रोडभित्र 5 रोपनी 10 रोपनी 15 रोपनी छ भने बेच्नु छ भने प्लिज डु कन्ट्याक्ट सञ्जय नेपाल, यानि कि म या लाल पूर्जा नेपाल। किनभने तपाईँलाई थाहा नै छ लाल पूर्जा नेपाल जस्तो नाम त्यस्तै काम।